ओके, आजको भिडियोमा चाहिँ हामी Xiaomi 15 अल्ट्राको क्यामेरा टेस्ट गर्न चाहदैछौँ। राइट नाउ मैले चाहिँ अहिले अल्ट्रा वाइड एंगल लेन्सबाट खिचिरहेको छु 4K at 30fps मा। अनि एज यु क्यान सी Xiaomi 15 अल्ट्राबाटै मैले यो भिडियो खिचिरहेको छु। यस्तो खालको तपाईले क्वालिटी देख्न सक्नुहुन्छ। टोटली इम्प्रेसिभ छ यसको क्यामेरा हैन। सो 4K 30fps मा चाहिँ यस्तो खालको स्टेबलाइजेसन तपाईले यसमा पाउन सक्नुहुन्छ हैन। अनि एउटा म तपाईलाई इन्ट्रेस्टिङ कुरा पनि देखाउँछु। सो I can switch हैन 1x 2x 3x 4.3x while I'm shooting in 4K 30fps हैन। 60 मा पनि मिल्छ होला मेरो विचारमा, तर मैले 30fps मा खिच्नुको रिजन भनेको चाहिँ एडिट गर्न मलाई सजिलो होस् भनेर हो। भोइस पनि मेरो स्ट्रेट आउट Xiaomi 15 अल्ट्राबाटै निस्किरहेको छ। तपाईलाई एउटा अन्दाज हुन्छ यसको माइकको क्वालिटी पनि कस्तो छ भनेर। यहाँ खासै नोइज त आएको छैन, बेला बेलामा गाडीहरु मुभ गर्दाखेरि चाहिँ हल्का फुल्का आवाजहरु आइरहेको छ। सो कस्तो आइरहेको छ मेरो भोइस अनि यहाँ तपाईले भिडियो क्वालिटी पनि हेर्न सक्नुहुन्छ। ओके, अनि अहिले चाहिँ मैले यसको फ्रन्ट क्यामेराबाट खिचिरहेको छु 4K 30fps बाट तपाईले भिडियो खिच्न सक्नुहुन्छ यसको फ्रन्ट क्यामेराबाट पनि हैन। अनि तपाईले यहाँ स्टेबलाइजेसन देखि लिएर क्वालिटी हेर्न सक्नुहुन्छ। सो यदि म भ्लग गरिरहेको छु भने मैले पछाडीको क्यामेरा स्विच गरिरहनु पर्दैन के, यसको अगाडिबाटै 4K 30fps खिचेपछि 60 सम्मै खिच्छ क्यारे हैन, तर मैले 30 मा खिचिरहेको छु। यतिको क्वालिटी फ्रन्ट क्यामेराले दियो भने मैले ब्याक क्यामेरा किन युज गरिरहनु हैन। सो मेरो मेन मोटिभ भनेको चाहिँ यो क्यामेराबाट तपाईले भ्लगिङ गर्न सक्नुहुन्छ कि हुँदैन भनेर मैले देखाइरहेको छु हैन। सो यत्रो महँगो फोन किनिसे पछाडी त यतिको भ्लगिङ त गर्न सक्नु पर्यो हैन। सो यस्तो खालको क्वालिटी छ हैन। यो चाहिँ लाकुरी जाने बाटो हो, म चाहिँ अहिले तल बसिरहेको छु। सो अहिले पनि मैले चाहिँ अल्ट्रा वाइड एंगलबाटै खिचिरहेको छु हैन, ताकि तपाईलाई आइडिया होस् यसबाट भ्लगिङहरु गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेर मैले यो अल्ट्रा वाइड एंगलबाटै खिचिरहेको छु हैन। अनि अलिकति डार्कर साइडमा म आएको छु, यहाँ पनि तपाईले भिडियो क्वालिटी चेक गर्न सक्नुहुन्छ। म त टोटली इम्प्रेस भएको छु यसको क्यामेराबाट है। अनि यहाँ मैले यो सानो चीजमा चाहिँ यसरी 2x मा चाहिँ स्विच भयो भने यस्तो दामीसँगले फोकस पनि गर्छ के। अझै अगाडि लग्यो भने पनि यहाँ हेर्न सक्नुहुन्छ पछाडीको त्यो ब्याकग्राउन्ड ब्लर तपाईले चेक आउट गर्नु हैन। 4.3x सम्म पनि मैले लगे भने ब्याकग्राउन्ड ब्लर हेर्नु के एकचोटी यस्तो दामी आउँछ। सो 3x को पनि क्वालिटी राम्रो छ, 2x को पनि क्वालिटी राम्रो छ र 1x को पनि राम्रो छ। 1x मै तपाईले यसको इमेज सेन्सर चाहिँ एकदमै ठुलो भएको कारणले चाहिँ 1x मा पनि तपाईले ब्याकग्राउन्ड ब्लर हेर्न सक्नुहुन्छ है, डेप्थ अफ फिल्ड। सो मैले यसरी हात ल्याएँ भनेदेखि अनि ग्रीन लाइफ को नयाँ घडी ल्याएँ भनेदेखि चाहिँ यस्तो दामीसँग ब्याकग्राउन्ड ब्लर हुन्छ के। फोकस पनि इन्स्ट्यान्ट छ, क्विक छ है। सो सेन्सर साइज ठुलो हुनुको फाइदा चाहिँ तपाईले यो पाउन सक्नुहुन्छ के, ब्याकग्राउन्ड ब्लर एकदम कडा आउँछ नेचुरलमै पनि। ल बल्ल बल्ल अहिले चाहिँ म अलिकति माथि हाइटमा आएको छु हैन, ताकि मैले यसको जुम टेस्ट गरौँ भनेर है। ओके, सो यो 1x भयो, यो 0.6x भयो, 1 2 अनि 3 टाइम्स त्यो तपाईले माथिको त्यो हिल हेर्नु होला। अनि यो 4.3 भयो। अब म यसको म्याक्सिमम जुम गर्न जाँदै चाहिँ सो भिडियोमा चाहिँ मैले गर्न सक्ने भनेको चाहिँ 30 टाइम्स रहेछ यसबाट है। सो 30 टाइम्स जुम गर्दाखेरि चाहिँ यतिको क्वालिटी मैले पाउने रहेछु। अब फोटोमा जुम गर्दाखेरि त यसबाट 120x सम्म जुम हुन्छ। सो त्यो पनि म तपाईलाई देखाउने छु है। यस्तो खालको तपाईको यसको जुमिङ क्यापेबिलिटी छ। सो यतिमा 4.3 टाइम्समा जाँदाखेरि पनि ब्याकग्राउन्ड ब्लर देख्दाखेरि चाहिँ म टोटली सरप्राइज भएको थिएँ के। सो क्वालिटी एकदम हेर्नु न, यहाँ फोकस गरेको दामी छ क्वालिटी। गाइज यसमा तपाईहरुले चाहिँ सुपर म्याक्रो भन्ने मोड पाउनु हुँदो रहेछ हैन। त्यसबाट अहिले मैले यो भिडियो गरिरहेको छु। चेक आउट द क्वालिटी म्यान, वाउ, यो त मलाई थाहा नै थिएन। एब्सोल्युटली क्रेजी। म यति अगाडि जान सक्दो रहेछु। ओ माई गॉड, ओ माई गॉड, वाउ वाउ।
यो चाहिँ मलाई सबसे बवाल लाग्यो यसबाट आएको भिडियोहरूमध्ये। क्रेजी क्रेजी क्रेजी। अहिले चाहिँ मैले यसको स्टेडी मोडलाई अन गरेको छु हैन। यसबाट तपाईले अझै राम्रो स्टेबलाइजेसन पाउन सक्नुहुन्छ। सो मैले हिँडिरहेको छु हैन, स्टेबलाइजेसन तपाईले चेक गर्नु होला। 2.8K एट 30 FPS सम्म यसले भिडियो लिँदो रहेछ। सो म हल्का रनिङ पनि गर्छु है। अहिले चाहिँ म रनिङ गरिरहेको छु। सो भिडियो स्याम्पल कस्तो छ हेर्नु होला स्टेबलाइजेसन। म त यहाँ अहिले मोबाइलमा हेर्दाखेरि त एकदम राम्रो लागिरहेको छ। सो म हात हल्लाएर कुदिरहेको छु हैन। स्टेबलाइजेसन कस्तो छ फोनमा हेर्दाखेरि त एकदम राम्रो लागिरहेको छ मलाई। भिडियो राम्रो लाग्नुको रिजन सिन राम्रो भएर पनि होला, एकदम राम्रो देखिरहेको छ। यो लाकुरी जाने बाटो आज पानी बिहान परेको थियो, सही देखिया छ। सो रक स्टेडी मोडले चाहिँ तपाईलाई अझै भ्लगिङहरू गर्नु छ अथवा एक्सन केही त्यस्तो खिच्नु छ भनेदेखि चाहिँ अझ राम्रो हुन्छ। यसले स्टेबलाइजेसन बढाउँछ।